हेलो साथीहरू, आज मैले एकदमै वाउ देखिने पिङ्क कलरमा जुस बनाएको छु। यो चाहिँ मैले कुनै केमिकल कलर युज गरेर बनाएको होइन। ड्र्यागन फ्रुट लिएर आएको। अब यसको फ्रुट त खान्छौँ हामीले। यो बोक्रा फाल्छौँ नि त हो, यही बोक्राबाट चाहिँ मैले यस्तो दामी जुस बनाएको छु। विदेशीहरूले चाहिँ यो ड्र्यागन फ्रुटको बोक्रालाई चाहिँ मजाले सुकाएर पछिसम्म युज गर्ने रहेछ यसरी पानीमा भिजाएर खानलाई। मैले पनि भिडियो हेरेर सिकेको। आज फर्स्ट टाइम ट्राई गरेको, एकदम वाउ लाग्यो। ड्र्यागन फ्रुटको बोक्रालाई चाहिँ यसरी मसिनो बनाएर काट्ने अनि घाममा सुकाएर पछिसम्म युज गर्न मिल्दो रहेछ। यसरी काटिसकेपछि एउटा भाँडामा राख्ने अनि पानी राखेर मजाले 1.5 घन्टा जति भिजाइदिइसकेपछि यस्तो दामी कलर निस्किन्छ। अनि यसलाई छानेर मजाले ग्लासमा अनि बोतलमा भरेर अब चिनी हुन्छ कि मिश्री, अब आफ्नो बच्चाहरूले के खान्छ हो त्यसरी घोलेर गुलियो बनाएपछि एकदम वाउ हुन्छ साथीहरू। उनीहरूलाई अब कलर भएपछि एकदमै राम्रो लाग्छ नि, त्यो त कुनै केमिकल कलर होइन। राम्रो छ, हजुरहरू पनि बनाउनु होला। थ्याङ्क यू।